नमस्कार जोडले सबैलाई। अब हामी चाहिँ आज चाहिँ म र यहाँ यस्तो पनि म र यो चाहिँ हामी दुईजना चाहिँ उयो जान्दैछ, बजार जान्दैछ हो। आज चाहिँ रिनक बजार, रिनकमा चाहिँ आज सञ्चबार स्याटरडे चाहिँ हाट लाग्छ हो। त्यही कारणले चाहिँ अब हाटमा चाहिँ हामी हाट बजार जान्दैछौँ हो। अब हाट चाहिँ हामी हिँड्दै जानुपर्छ हो, हिँडेर जानुपर्छ, निकै टाढो पर्छ घरदेखिको चाहिँ। त्यसले गर्दा चाहिँ अब हिँड्दै जान्दैछ हो। अलिक निकै अब कति भने 10-15 मिनट जस्तो हिँड्नुपर्छ बजार जाँदाखेरि चाहिँ। बजार जाँदा चाहिँ यो सानो एउटा गाउँ भेटाउँछ हो, कोपीबारी भन्ने गाउँ भेटाउँछ हो। त्यो गाउँ भएर चाहिँ हामी निस्किन्छ। सो अब यो अलिकति डिस्टेन्स, अब अलिकति 10-15 मिनटको बाटो छ बजार निस्किने बाटो चाहिँ, रिनक बजार निक्लिने बाटो चाहिँ हो। त्यसले गर्दाखेरि चाहिँ एउटा सानो गाउँ भएर निस्किन्छ, कोपीबारी भइकन चाहिँ हामी निस्किन्छौँ। यहाँ सबैजना आज बजार जाँदैछ हो। आज स्याटरडे चाहिँ हाट हो। सो सबैजना स्याटरडे मात्रै पाउँछ सब्जीहरू भनेको जस्तो हरियो परियोहरू चाहिँ। त्यसले गर्दाखेरि चाहिँ सबैजना आज चाहिँ स्याटरडेको दिनमा चाहिँ हामी हाट बजार सबैजना बजार गएर चाहिँ सब्जी ल्याउने गर्दैछ हो। अन्त यो गाउँ भएर चाहिँ निस्किनु पर्छ। सानो गाउँ छ कोपीबारी। यहाँनिर चाहिँ कोपी चाहिँ पुरा फल्छ यो जग्गामा चाहिँ हो। कोपी हुन्छ, कोपी पुरा निकाल्छ यो यहाँ सिजनमा चाहिँ यहाँको मान्छेहरूले। त्यसले गर्दाखेरि चाहिँ यो जग्गाको नाम चाहिँ कोपीबारी पनि राखिएको हो। सानो गल्ली जस्तो भएर चाहिँ निस्किनु पर्छ। सो यहाँनिर चाहिँ सबै मान्छेको आफ्नो बिहानखेरि झन् यहाँनिर सबजना बिजी भइरहेको हुन्छ। यो जग्गामा बिहानै आउनुपर्छ कि सबैजना। कोही दाँत मोलिरहेको हुन्छ, कोही मुख धुँदै पेपर पढिरहेको त्यस्तो खालको दृश्य हुन्छ बिहान चाहिँ। म कुनै दिन बिहानको पनि म उयो गर्छु। यो जग्गाको स्मल प्लेस विथ इट्स ओन स्टोरी भनेको जस्तै क्या। जाँदाखेरि चाहिँ झन्डै लड्यो। जाँदा चाहिँ यो जग्गा जहाँ कोपीबारी को बाटो हिँड्दा चाहिँ एउटा घर छ कि, यो चाहिँ मलाई यस्तो मनपर्छ। यो घर चाहिँ मलाई पनि याद छैन कसको हो भनेर कि, एउटा ड्रिम ल्यान्ड जस्तो खालको मजाको गार्डन हो। त्यहाँ म तपाईँलाई उताबाट देखाउँछु ल। यस्तो दामी छ कि यो जग्गा। यो घर चाहिँ अब कसको त्यो चाहिँ मलाई थाहा छैन हो। सधैँ म चाहिँ हेर्दै हिँड्छु यो घर कि मलाई मनपर्छ। तर यो घर छिन म यो घर देखाउँछु ल। मजाको छ, चिटिक्कै सानो घर हो। अन्त गार्डनहरू भएको मजाको खालके घर छ। हेर्नुहोस् ल, हेर्नु नि कस्तो मजाको घर लाग्छ मलाई यो घर चाहिँ। अझै माथिबाट दामी देख्छ कि यसको यो भ्यू। यो मुनिबाट चाहिँ अब यस्तो देख्छ। सो अब बजार पनि आइपुग्न आँट्यौँ। अब बजार आउनु कति पनि छैन, अब जस्ट फ्यु माइल्स भनेको जस्तै छ। सो फाइनली अब हामी बजार आइपुग्नु आँट्यौँ। अब चाहिँ आउनुहोस् रिनक हाटको चाहिँ म तपाईँहरूलाई नजारा चाहिँ पेस गर्नेवाला छु। रिनक हाट चाहिँ आइपुग्नु आँट्यो। सो यहाँबाट चाहिँ हाम्रो घर चाहिँ हामी चाहिँ बजार चाहिँ यो बाटो भएर चाहिँ आउँछौँ। रिनक बजार चाहिँ फर्किँदा चाहिँ तर गाडीमै जानुपर्छ, हिँड्नु चाहिँ सक्दैन सामानसँग हो, भारी पुरा हुन्छ सब्जीहरूको। सो यो चाहिँ हो हाम्रो रिनक बजारको हाट चाहिँ यसरी लाग्छ। सो यहाँनिर चाहिँ यसरी सब्जीवालाहरूले चाहिँ सबै सब्जीहरू बेच्ने गर्छ हो। हरियो परियो यो दिन चाहिँ तपाईँको हरियालीको चाहिँ पुरा बर्सात हुन्छ भनौँ न। यो दिन चाहिँ हरियाली हुन्छ हो। यसरी हरियो परियोको दृश्य हुन्छ हो। यो सबजना बिजी छ। आज मात्रै हो तर सब्जी हरियो पाउने भनेको चाहिँ नि रिनक बजारमा चाहिँ। अरू दिन चाहिँ एकदमै मुस्किल पर्छ हो। आजको दिनमा चाहिँ तपाईँको
हरियालीको चाहिँ कति खाने हरियो पर्यो सबै पुरा हुन्छ। सो रिनक बजारमा चाहिँ यसरी हाट लाग्छ है। लुगाहरू पनि पाउँछ, सस्तो सस्तो बजारहरू पनि लाग्छ, लुगाको पनि पाउँछ लुगाहरू। कपडा वपडा बाहिरपट्टिको देखाउँछु ल। यहाँनिर सित्रा सुकुटीको पनि बजार लाग्छ हो। आजको दिनमा चाहिँ तपाईँ के चाहिँ खाने के नखाने सबै पाउँछ हो। सित्रा सुकुटीदेखिको लिएर यसरी यो के अरे रासनको सामानहरू मसला ससला सबै पाउँछ हो। अझै यहाँ इन्ट्रेस्टिङ चाहिँ लुगाहरू मजा आउँछ किन्नु, छानी छानी पाउँछ हो। यहाँनिर चाहिँ सस्तो पाउँछ आजको दिनमा चाहिँ कपडा बपडा चाहिँ एकदम सस्तो हुन्छ हो। यसरी चाहिँ हाट लाग्छ रिनक बजारमा चाहिँ। लु अब सब्जी गर्नु थालौँ है। यस्तोहरू पनि आउँछ बजारमा छोड्छु। यो आलु कसरी? खै झोला दे त खान्छु। यहाँ दिदीको चाहिँ मुख पनि लाग्दैन हो, तर उहाँले चाहिँ यति मजाले चाहिँ यहाँनिर सब्जीहरू ल्याएर हो सैटरडे बेच्ने गर्नुहुन्छ हो। यसरी मजाले उहाँले आफ्नो सी इज भेरी मच सेल्फ डिपेन्डेन्ट भनौँ न बिचरा। उहाँले चाहिँ सब्जीहरू ल्याउनु गर्नुहुन्छ हो। यसरी सब्जीहरू ल्याउनुहुन्छ पढैले। सो कुडोज टु हर। सो यसरी हाट लाग्छ हो। यहाँ मेरो आमा पनि हुनुहुन्छ बजारमा हो। लैजाउँ न अन्त। किन्यौँ हो। मेन चाहिँ सैटरडे चाहिँ हरियो किन्नुको लागि नै हामी बजार आउँछ हो। सो अब हरियो परियो पनि भयो। यहाँनिर चाहिँ अब फेरि बिस्किटहरू भुजाहरूको चाहिँ यहाँ बजार लाग्छ हो। के खाने कि नखाने। पहिला सानोमा चाहिँ हामीले जोड खान्थ्यौँ हो। अब चाहिँ अहिले चाहिँ त्यस्तो मन पर्दैन। केटाकेटीको लागि चाहिँ यस्तो मजा आउँछ खानु बिस्किट भुजा बदम। अब हामीले भालेको सपिङ पनि गऱ्यौँ हो। यहाँ भाले पायौँ। अब यो भाले लानु आँटेको छु। कति छ अरे यसमा चाहिँ 1 केजी? 1 केजी 600 ग्राम। ए हुन्छ हुन्छ। उयो 550 दिँदैछ त अन्त। लु 5.5 उयो पनि दिँदैछ 5.5 मै अन्त। लानु सो अब हामीले भाले पनि लाँदैछौँ। काँक्रा पनि निक्लेछ ह। यहाँनिर चाहिँ हाम्रो हनुमानजीको मूर्ति छ हुनुहुन्छ हो। त्यहाँबाट चाहिँ बजारको बिचमै लोकेटेड छ मूर्ति हो। त्यहाँबाट चाहिँ यता चाहिँ बजार चाहिँ यसरी लाग्छ। इट्स भेरी भेरी बिजी स्ट्रिट भन्ला जस्तो। आज चाहिँ पुरा बिजी भइरहेको छ बजार। अरू बेला चाहिँ बजार चाहिँ सुनसान एकदम स्लो पेसमा सबै कुरा चलिरहेको हुन्छ हो। बट टुडे आज चाहिँ यसरी बस्तीवालाहरू आएर हो यसरी उनीहरूको प्रोडक्सन ल्याएर उहाँहरूले यसरी बेच्ने गर्दछ।
यो चाहिँ हाट बजारदेखिको बाहिरको बजार चाहिँ यस्तो छ रिनक बजार चाहिँ अरू बेला हाट नलाग्दाखेरि चाहिँ सिम्पल बजार छ रिनक चाहिँ हो यस्तो देखिन्छ अघिको चाहिँ हाट बजार हो अब हामीले सब्जीहरू चाहिँ सबै किनिसक्यो हो अन्त अब चाहिँ यसको उयो किन्नु छ जुत्ता किन्नु छ स्कुलको जुत्ता छैन हो मेन काम त्यो पनि त्यसको यसलाई ल्याएको चाहिँ मैले जुत्ता किन्नु पनि छ यसको स्कुलको जुत्ता अब त्यो जुत्ता किन्नु चाहिँ अब हामी भाइ स्कुलको जुत्ताहरू छ देखाउनु त खै देखाउनुहोस् त ओ यसको साइजमा बाटा दुईटा देखाउनु नि हेरौँ ल हिँड्नु त बहिनी मिठो ओ यसको खुट्टाको साइजको देखाउनुहोस् त ए भित्रै आउनु ए भित्र पनि रहेछ नि त ल हिँड आइज ए यहीँ बस्छु यहाँ सजिलो हुन्छ होला नाप्नु चाहिँ उहीँ बस्नु यहाँ बसेर नाप्नु सजिलो हुन्छ टाइट हुन्छ यसको खुट्टा पुरा ठुलो छ होइन फिटिङ देखाउ न अलिक ठुलो देखाइदियो एक साइज ठुलो नाप त लेस लगा मजाले लेस लगा त्यहाँबाट उभि त हुन्छ हुँदैन हेर्नुपर्छ कति नम्बर हो यो चाहिँ आमा 5 नम्बर उभि त उभि ठिकै छ ठुलो भएन ठिकै छ ल भयो जुत्ता पनि अब हामीले किनिसक्यौँ हो यहाँ हेर्न के गरेको सो अब चाहिँ हामी घर फर्किने अब सब्जीहरू पनि सबै भइसक्यो हो अब हामीले चाहिँ सौदा सबै गरिसक्यौँ हो टन्नै सौदा सक्यो हो अब चाहिँ गाडीमा हालेर चाहिँ लगेर जाने हो घर चाहिँ अब हिँडेर चाहिँ हामी सक्दैन किनभने निकै हिँड्नुपर्छ हो अन्त यत्रो सौदा बोकेर हिँड्नु चाहिँ हामी सक्दैन त्यसले गर्दा अब हामी गाडीमा चढेर चाहिँ अब ब्याक टु होम अब चाहिँ हामी गाडीमा चढेर फर्किँदैछ यता हेर सरिना यहाँ चाहिँ आमा हुनुहुन्छ मेरो यता सरिना आमा चाहिँ आज गान्तोकबाट आउनु भएको हो भर्खर अब चाहिँ फर्किँदैछ